हेलो एन्ड नमस्कार सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। हामी चाहिँ सिंगल ट्री जाँदैछौँ। सिंगल ट्री जाने मेरो एकदमै ठुलो सपना छ। हामीलाई चाहिँ यसले घुमाउन लैजाँदैछ सिंगल ट्री। अनि त्यहाँ गएर अक्लतीमा अनि ओ माई गड यसले चाहिँ हामीलाई आज घुमाउन लैजाँदैछ सिंगल ट्रीमा। यो चाहिँ यस्तो पैसा हो। ल बस बस है लक राखेर मलाई मोबाइल दिने होइन के, पासपोर्टै थाहा हुँदैन मलाई। लक खोलेर दिने हो नि त। नि कति त लाउने छ र? सिंगल ट्री जाने हो। हजुर झ्यालमा हावा छोडेर चिसो लाग्छ। पैसा चुरे पनि थाहा पाउने नि होइन। यसो हात समाए जस्तो गरेर पैसा सुक्का तानेको थाहै पायो। यस्तो नाकमा के लागेको थियो? तपाईँ मैले लिपस्टिक लगाइदिँदै होइन के अर्कै कोठी टाइपको के भएको अहिले खिच्न नि सिकाएको हो मैले। खिच्न नि त्यस्तो खिच्दैन हामी जस्तो आउँछ त्यस्तै खिच्छौँ मान्छेको छेउमा। कति धेरै भन्ने के भन्ने मन लाग्यो घर भन्नु नि। हामी चाहिँ सिंगल ट्री आइपुग्यौँ। उति होला कि सिंगल ट्री एउटा मात्रै छ। तर जाने चाहिँ कताबाट हो भन्ने कुरा हो कि। अब जाँदै गर्दा जताबाट हुन्छ त्यतिखेर जान्छ नि। कति धेरै फुलहरू रहेछ कि कति राम्रो। के अरे छिटो आऊ न। नबोक्न पाइले फेरि के दुःख गरेको होला के। हिँड्न अल्छी लागेर दुःख गर्न मन लागेर मान्छेले त्यत्रो आफै झत्र मान्छेलाई बोकेको छु कि। कस्तो ह्यान्डसम देखिन्छ कि कान्छोको फोनबाट चाहिँ। हेर्नुहोस् गाइस हामी चाहिँ यत्रो उकालो चढेर आउँदैछौँ। थेरापीको सरले उकालो हिँडाल्नु भन्नुभएको के। हेर न हिँडिरहेको छ त। ओके सिधै उकालो छ त। सिंगल ट्री सायद यही होला है। एउटा मात्रै ट्री छ परे। हाय भाइ यतातिर चाहिँ निकै राम्रो देखिन्छ। म नि यस्तो ठाउँमा आएर बस्ने भयो त रमाइलो। नानी पुरै हिँडेर आए सिधी यस्तो खतरा मान्छे नहुने बाटो होइन आएर बस्ने के आनन्द हुन्छ। काटेर रहेछ कि यसको नाकमा त हो र। सानो खोटर छ त्यो के हो के उसले रङले कोटारेको। ल मैले स्टार्ट गरेँ होइन। हामीलाई घुमाउनु लिएको मान्छेले चाहिँ टिकट काट्न गएछ। कुन रेड कलरको लाउनु हजुरको फेभरेट? होइन यो फजुल खर्ची मान्छे महँगो मान्छे। यो कलर तिमीलाई त केही नै छैन बच्चा। कुन कलरको लाउने र म यहाँ बस्ने बस्यो होला नि। बस्यो त त्यही एउटामा बस्यो। अब टिपिङ चाहिँ खेल्ने हो गरे सिङ्गलवाला फर्र बाँध्दा। यसमा चाहिँ उयो त्यो 3 पर्सन 700 वाला चाहिँ विदाउट ड्रेस हो के। त्यसमा ड्रेस चाहिन्न। त्यहाँ त लाखा त्यही भएर हो कि होइन। सेम कलर सबलाई ड्रेस डिफ्रेन्ट कलर हो र। त्यहाँनिर
त डिफ्रेन्ट कलर थियो त नि त्यो आफूले चुज गर्न पाउँछ होला नि खसाउली छोरी भ्यू चाहिँ दामी छ त अजीब देखिएन व्हाइट कलर नि छ र यो समाउनु त त्यो व्हाइट र ब्ल्याक त कस्तो अजीब भएन रेडमा नि देखिन्छ नि त व्हाइट त फेरि यसले त मलाई पार्दिने यस्तै यहाँ सुगीलाई तिमीहरूसँग ड्रेसिङ सेन्स नै छैन अहिले सेन्स भएको यो खानदानमै छ होला ड्रेस लाउन त नजान्ने तर ड्रेस चाहिँ लाउनु पर्ने होइन हातमा हाल्दैन प्रिन्सेस ट्रिट छ तपाईँ उठाएर हिँड्ने होला ल मैले समाल्छु होइन कान्छुस लगाइदिइहाल्नुहुन्छ नि त्यो टिकट चाहिँ दिने होला फेरि टिकट हाम्फाला अहिले हजुर दिदी हाम्रो क्यामेराबाट के फोटो भिडियो त्यसो भइदियो बिस्तारै हौ खोइ त लुगाको डोरी राख्नु भयो हातमा अहिले राखिन्छ बस्ने गाह्रो हुने रहेछ अब अनि कहाँ बसेकै छैन राम्रोसँग आउटिनु है म चाहिँ खसुमला अहिले खिच्नु सक्छ चस्मा राख्ने हो टाउकोमा झर्छ नि कान्छ झक्कर झर्छ होला नि त झर्छ नलाउनु त्यस्तो राम्रो आँखा छ त के चस्मा ल्याएर राख्ने होला फोटोमा आँखा चिम्मा 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 लाउने हो र त भयो भयो न फस्ला के कस्तो टर्केको भाइ दिदी अझै पछाडि म यहाँ बस्ने होइन सिटमा सिटमा बाहिर कहाँ हो केटी खेलेकोमा खिचिदिनु के छानमा पायो नि त फेरि आफै सिटमा बस्ने होइन चिप्लेर जान्छ डर लाग्ने खख्दिँदा खख्दिँदा राम्रो समात्नु है ल अल द बेस्ट अलि उता उठ्यो नानी हुनेमा गएर बस्छ बरम के यहाँ पनि हो र सुगे होइन नानी गएर खिच न उसलाई क्यामेराम्यानको फोटो खिच्नु लगाएर मलाई नि क्यामेराम्यान राख्छ यार खुट्टा सिधा गर्नु ल खुट्टा दिदी खुट्टा सिधा ड्रेसहरू हार्के माथि बिहान नि दानी क्यामेरामा धुन्छ
सक्यो लड्दैन हौ त्यस्तो सेफ्टी छ सुरुमा त कस्तो डर लाग्यो कति डर लाग्यो दिदी सुरुमा त बेसरी डर लाग्यो नि उता लानु खस्छ कि भनेर अनि पछि पछि त आनन्द रमाइलो भयो रमाइलो हामी दुवैजनाको इच्छा पुरा भयो कुन दुईजना मेरो टिम खेल्ने थिएँ म टिम खेलेँ तिर घाममा बसेर सुन्तला र बदाम खाने थिएँ त्यो खाइहालिस् अनि भएन त यस्तो रमाइलो छ यतातिर चाहिँ यस्तो रमाइलो यिनीहरू बस्नु यहाँ दल्ल परेर बसेछन् हामी चाहिँ अब खेलिओरी घर फर्किँदैछौँ यिनीहरू आउँदैछन् हावा चल्दा नि टोपी लाउन नखानेर यस्तो दुःख छ टोपी लगाइदिनको लागि हात साथ समातेर जबरजस्ती घाम त लागेछ त्यही पनि हावा चलेछ त्यो एक्सपेन्सिभ हुन्छ होला है इन्ड्राइभ बिनाको त गीत गाउँछ बाबै के नै राम्रो गाउँछु जस्तो लाग्छ क्या बिचरालाई यति दुःख त देखाइदिएले बोक भन्छ त ऊ आफैले बोक रे देखेस् दुःख देखेस् नानीले अरूले नै बोक्ने बेसरम सबैले आफूले जे भने त्यही माथि गरेर त ल भित्र बसाउ न तिमी लाउँछौ रे बेबी तिमीलाई कान्छो आन्टीले त्यहाँ लाँदै लुगाउँदै गर्छन् के अरे आजै जस्तो गरेर आज त मेरै हो त्यस्तै गरी कान्छो आन्टीसित मात्रै मान्ने कुनामा लाँदै राख्दै गर्छन् के अरे के दिए छोरी के दिए कान्छो त्यही भएर मनी ल्याएको छु है तपाईँले मनी गोर्खाली फ्रेसनेस सबको अगाडि साइड लगाइदिनु भयो यता साइड लगाउँदै यहाँ रोकिदिँदा हुन्छ यहीँ ठ्याक्क यहीँनिर